हेलो हाई दर्शन नमस्ते सबैजनालाई। म चाहिँ खाडीवाला है, फेरि खाडीवाला आइसक्यो तपाईँहरूको मोबाइलमा टक्क लाएर चलिरहेको फोनमा ट्याक्क आइहाल्यो भने फेरि ट्याक्क एउटा लाइक दिनुहोस्, सब्सक्राइब गरिदिनुहोस् है त। म चाहिँ खाडीबाट साउदी अरबको खाडीवाला है। म चाहिँ अब सट्टो लगाएर काम सकियो, अब रातभरिको काम। अब चाहिँ रुममा जानलाई तयारी गर्दैछु। यस्तो भिडियो बनाऊँ भनेर आज मुड बनिहाल्यो भिडियो बनाउनलाई। त्यो पेट्रोल पम्पमा आएको छु, यहाँ चाहिँ लाइट झट्ट छ कि त्यही भएर है त गाइस। यसो मनपर्छ भने यसो सब्सक्राइब गरिदिनु पऱ्यो साथीहरू। लाइक सेयर त गर्नुहुन्न, लाइक पनि गर्नुहुन्न, यसो सब्सक्राइब चाहिँ गरिदिनुहोस् है। हेरिहाल्नु भने चक्क तपाईँहरूको फोन म आइहाल्यो भने आउँछु नि तपाईँले बस चक्क सब्सक्राइब चाहिँ गरिदिनु पऱ्यो साथीहरू। अनि साथीभन्दा पनि यो साउदीमा रहनुहुने साथीहरूले मलाई हेल्प गर्नुपर्छ साथीहरू। के भन्दाखेरि नि यो साउदीमा मैले काम गर्न लागेको लगभग कति 8-9 महिना भइसक्यो है। तर अहिले 3 महिनादेखि सेलेरी दिएको छैन। साउदीले के गर्ने होला? कोही मान्छेलाई थाहा छ भने यसको बारेमा केही इन्फर्मेसन छ भने मलाई कमेन्ट गरिदिनुहोस् त। सेलेरीको लागि के गर्नु पऱ्यो? कसलाई भन्नु पऱ्यो? कहाँ जानु पऱ्यो? त्यो के गर्ने? साउदीले त दिँदैन सेलेरी। 3 महिना हुन लागेर सेलेरी नदिएको नि। आज 24 तारिक, त्यही अब 1 हप्तापछि त ठ्याक्कै 3 महिना हुन्छ साथीहरू सेलेरी नदिएको। यस्तो छ कम्पनी, रातभरि ड्युटी गरेर सेलेरी पनि पाउँदैन। के गर्ने होला साथीहरू? यस्तो साउदीमा रहने साथीहरूले यसो तपाईँहरूको फोनमा ट्याक्कै यो भिडियो आइहालिन्छ भने इन्फर्मेसन गरिदिनु त मलाई। कता के गर्ने यार? नेपाल जान मिल्दैन साँच्चै यो 1 वर्षमा जान मिल्छ भने भनिदिनु पऱ्यो साथीहरू। त्यो कमेन्टमा लेखेर टक्क लगाएर कहाँ जानु पर्छ, के गर्नु पर्छ यसो गर्नु पर्ला। सेलेरी नदिने ठाउँमा नि के भन्नु है। पारवालाले त भन्दै थियो सेलेरी नदिएपछि हामी चाहिँ मैले फोन पनि उठाउँदैन। यस्तो छ जलेको कुरा सुनेर विदेशतिर कोही पनि नआउनु होला साथीहरू। राम्रोसँग बुझेर आउनु होला। म यही भन्न चाहन्छु भिडियो मार्फत। म चाहिँ रातभरिको ड्युटी सक्यो, फेरि वाला बिना सेलेरीवाला ड्युटी। काम छैन, यस्तो गरेर काम छैन भन्दा काम त जति पनि छ, तर साउको लागि मात्रै हो काम चाहिँ, आफ्नो लागि केही छैन। साउदीमा होटल लाइनमा कोही पनि नआउनु होला साथीहरू। म साउदी र भिसादेखि यही युनिफर्म लगाएरै बनाएको भिडियो पनि। अब यो भिडियोले के असर पर्छ पर्दैन त थाहा भएन। जे होला त्यो भिडियो चाहिँ मैले आज चाहिँ फेसबुकमा युट्युबमा सबैमा हालिदिन्छु त्यो साथीहरू। ठ्याक्क आइहाल्यो अरे। अरू जे भए पनि एउटा सब्सक्राइब चाहिँ गरिदिनु होला साथीहरू। फाइनली गाइस अब रुमतिर लाग्यो। झाडु छ साउदीमा। तपाईँहरूतिर कस्तो छ है? कहाँदेखि हेर्दै हुनुहुन्छ मलाई? ट्याक्क तपाईँले चलाइरहेको फोनमा यो मान्छे आइहाल्यो नि। युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहोस् है त। यही भन्न चाहेँ। बाँकी त तपाईँहरूको मर्जी। मन लाग्छ गरिदिनुहोस्, मन लाग्दैन नगर्नुहोस् है। म चाहिँ अब सक्यो अब जाने रुमतिर हिँड्यो।